म चाहिँ आज उठेर हिँड्दै थिएँ गाउँतिर हिँड्दै थिएँ। भोक लाग्यो। अब पैसा पनि छैन। पसल ठ्याक्कै आइपुग्यो। पसल आयो। पसलमा फेरि मेरो उधारो छ क्या, त्यो पनि गइरौँ। चटपटे त खानु पर्यो। सो हेरौँ है त। म चटपटे खानु आएको गाइज। चटपटे बनाइदिनु न। आफै बनाउनु। चाउचाउ छ छैन? ए हुन्छ, आफै बनाएर खानु। अब चटपटे बनाएर खाइन्छ गाइज। सो चटपटे चाहिँ आफै बनाएर खानु पर्ने हो। चटपटे बनाउँछु म, अनि त्यसपछि भिडियो गर्छु। चटपटे चाहिँ फेरि म स्पेसल बनाउँछु। किनेकै छैन हौ म 20 रुपियाँको। पैसा भयो भाइ? 50 रुपियाँको बनाएको पैसा चाहिँ यति मात्रै छ मसँग। अस्ति निकाल्नु बाँकी थियो। ₹10 बाँकी। औ चटपटे खानु। हाम्रो चटपटे खाने भाइ यहाँनिर खाने भाइ। खाऊ खाऊ खाऊ। म चाहिँ अहिले चटपटे खाइसकेर हिँडिसकेको छु। अनि अब नेक्स्ट ब्लग भोलि आउँछ। त्यतिसम्म